ल सबैलाई सेवा नमस्ते। आज हामी शहीद भूमि 4 धनकुटा सिप्पेङ खेततिर आज हामी झरेका छौँ र आजको जुन हाम्रो खेत चाहिँ झाट्ने धान झाट्ने हामी तयारी अवस्थामा रहेका छौँ र आज चाहिँ हाम्रो यो धानको जुन मुठा बान्ने अहिले कार्यक्रम रहिरहेको छ र मेरो भतिज फेरि पुरा धान सुकाउनलाई यसरी आइरहनु भएछ। ल मेरो भान्जा फेरि अम्मा ओब्बर हो आफूले रातो कट्टुमा तपाईँले भतिज फेरि त्यस्तै छ है। भाइहरू है सबै यहाँ हामी तयारी अवस्थामा रहेका छौँ भन्दै आजको यो हाम्रो सिप्पेङ खेतको जुन धान बान्ने अर्थात् धान झाट्ने कार्यक्रमदेखि चाहिँ आज म बिदा लिँदैछु। सबैलाई सेवा।